यो समाचारमा वरिष्ठ समालोचक तथा पूर्व प्रशासक गोपी मैनालीको नयाँ कृति विचार र विचरणको लोकार्पणका दृश्यहरू यहाँहरूले हेर्न सक्नुहुनेछ। विचार र विचरणको लोकार्पण समारोह राजधानीमा सम्पन्न भएको छ। बानेश्वरको अर्पण ब्याङ्केटमा प्राध्यापक डाक्टर अभि सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उमेश मैनाली, प्राध्यापक डाक्टर खगेन्द्र प्रसाद लुइटेल, समालोचक युवराज मैनाली, प्राज्ञ दिनेश राज पन्त लगायतका विद्वत वर्गहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि प्राध्यापक डाक्टर अभि सुवेदीले गोपीको लेखनमा मोहनीय आकर्षण रहेको बताउँदै उनको व्यक्तित्व अद्वितीय रहेको तर्क गरे। एउटा सरकारी कर्मचारीको सञ्चार माध्यममा दिने गरेको स्वतन्त्र प्रस्तुतिले आफूलाई प्रभाव पारेको खुलासा गर्दै सुवेदीले यतिखेर समालोचना निकै अप्ठ्यारो अवस्थामा रहेको बताए र समालोचनामा गोपीको निरन्तरता हुनुपर्ने कुरा उठाए। समालोचना आफैमा एउटा सिर्जना भएको सुवेदीको धारणा थियो। समीक्षा सृजनशील हुनुपर्ने बताउँदै सुवेदीले कृतिमा सबै विधा र पक्षहरू समेटेकोमा सन्तोष प्रकट गरे। सारांशमा घटना र व्यक्तिलाई जोड्ने अद्भुत क्षमता मैनालीमा रहेको सुवेदीको धारणा थियो। कृति सफलताका निम्ति पनि सुवेदीले बधाई तथा शुभकामना दिए। अतिथि प्राध्यापक डाक्टर खगेन्द्र प्रसाद लुइटेलले सर्जक ठुलो हो र समालोचक केही होइन भन्ने भ्रमबाट मुक्त हुन पुस्तक पढ्नै पर्ने दाबी गरे। विचार बढी से बढी सैद्धान्तिक खालको भएको भन्दै उनले भूमिका लेखन गराउन आउने कतिपय सर्जकमाथि खनिँदै कृति पढ्दा पढ्दै के पढेँ भन्ने भेउ नै पाउन नसकिने पनि बताए। यो कृतिमा अक्षरभन्दा बेसी जीवन लेखिएको छ। विभिन्न पौरस्त्य र पाश्चात्य विद्वानहरूका थुप्रै उद्धरण गरिएको अवगत गराउँदै आगामी दिनमा पाठ टिप्पणी गर्न सुझाए। देब्रे र दाहिने धारका आधारमा मैनालीले नलेखेको भन्दै अलिक प्रभाववादबाट जोगिन लुइटेलले सबैलाई आग्रह गरे। खेताला लेखनलाई खुइल्याउँदै लुइटेलले व्यङ्ग्यको घुइँत्रो प्रहार गरे। वरिष्ठ सञ्चारकर्मी वसन्त बस्नेतले कृति 500 रुपियाँ लिँदा घाटा त नलाग्ला, तर मूल विषयवस्तुबाट पुस्तक अलिक भड्केको भन्दा अत्युक्ति नहुने जिकिर गरे। युजे पोत्तरलाई उद्धृत गर्दै उनले पुस्तकको विचार गर्दै विचरण गर्न सुझाए। बुढेसकालमा थप सृजनशील बन्न समेत बस्नेतले आग्रह गरे। पत्रकारिताको भाषामा उनले संक्षेपमा कृतिको विभिन्न पक्षबारे चर्चा गरे। कृतिकार गोपी मैनालीले आफू भव्य एवं गरिमामय उपस्थितिप्रति कृतज्ञ रहेको भन्दै आफूले विभिन्न विधा लेखनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे आफ्नो विचार सम्प्रेषण गरेको बताए। उनले निकै संक्षिप्तमा आफ्नो भनाइ राखे। अर्का अतिथि प्राज्ञ दिनेश राज पन्तले समाजमा विभिन्न किसिमको चेतना फिँजिएको द्वै सम्मान विषयमा ती चेतनाले काम गरिरहेको बताए। आफ्नो नामबाट चर्चित भएमा अब्बल, बाबुको नामबाट चर्चित भएमा द्वयम, मामाको नामबाट चर्चित भएमा तेस्रो श्रेणीको र ससुराको नामबाट चर्चित भएमा अधम कहलिने बताए। अघिल्लो खण्डमा शुद्धिकरणमा ध्यान नपुगेको भन्दै उनले कृतिमाथि पनि टिप्पणी गरी। समालोचक युवराज मैनालीले धेरै सर्जकको नाम लिँदै सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गरे। उनले गोपीको समालोचना उच्च स्तरको समालोचना भएको दाबी गरे। उनले लामै समय बोलिसकेपछि आफूले धेरै नबोल्ने बाचा गर्दै प्रकाशकलाई पनि धन्यवाद अर्पण गरे। वास्तवमा युवराज मैनालीले गोपीको समालोचना त्रिभुवन विश्वविद्यालयको फर्मेट अन्तर्गत नरहेर कृतिको वास्तविक पठनपछि गरिएको समालोचना भएको हुनाले यसलाई सोही ढङ्गले बुझ्नुपर्ने कुरा समेत उल्लेख गरे। पूर्व राष्ट्र सेवकको तर्फबाट रामबाबु नेपालले शुभकामना मन्तव्य दिँदै कृति लोकप्रिय बनोस् भन्ने कामना गरे। साथै नेपालले गोपी मैनालीको प्रशासनिक जीवनबारे आफू जानकार रहेको र काम गर्ने शैलीबाट आफू प्रभावित बनेको समेत उल्लेख गरे। अर्का कवि कलानिधि दाहालले हास्यरस घोलेर अरूहरूकोमा जाँदा लोकार्पणका दिन कृति बेच्नु अन्याय हुन्छ भन्ने
गोपीले आफ्नो कृति उपस्थित सबैलाई वितरण गर्दा के फरक पर्छ भन्दै ठट्यौली गरे। उमेश मैनालीले आफ्नो बारेमा बोल्दा अवचेतन मनले आग्रह राख्न सक्ने जोखिम रहने भन्दै गोपीको सेवानिवृत्त जीवन अत्यन्त ऊर्जाशील रहेको दावी गरे। उनले कृति सफलताका निम्ति बधाई पनि दिए। महिला अधिकार कर्मी सरू जोशी र भाषा आयोगका पूर्व अध्यक्ष डाक्टर लव देव अवस्थीले पनि गोपी मैनालीको समालोचनात्मक अन्वेषण कृति विचार र विचरणको सफलताको शुभकामना व्यक्त गरे। मकालु प्रकाशनका अध्यक्ष तथा समारोहका अध्यक्ष वासुदेव ढकालले कार्यक्रमको बिट मार्दै सबैलाई धन्यवाद ज्ञापन गरे। कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासीले सहजीकरण गरेको सो कार्यक्रममा सुषमा मैनालीले स्वागत मन्तव्य गरेकी थिइन् भने कार्यक्रममा बटुकहरूले मन्त्रोच्चारण गरी कार्यक्रमको शुभारम्भ समेत गरेका थिए। अब यहाँभन्दा पछाडि आजको कार्यक्रममा विचार र विचरण शीर्षकको अन्वेषणात्मक समालोचना ग्रन्थका लेखक गोपी मैनालीज्यूको मन्तव्य सुन्न सक्नुहुनेछ। सबैजनालाई चाहिँ मैले चाहिँ यो कार्यक्रममा हाम्रो आतिथ्यलाई स्वीकारेर यहाँ आइदिनु भएकोमा म हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्छु। र मेरो कृतिको विषयमा विचार र विचरण मेरो दृष्टिकोण के हो, अब मैले त्यो कुराहरू भन्न पनि भएन। लेखकले कुन दृष्टिकोणले लेख्छ, कुन दृष्टिकोणले समीक्षा गर्छ र यहाँहरूलाई मैले त्यो कसरी चाहिँ ट्रान्सफर गर्छु यहाँसम्म, होइन, त्यो ट्रान्सफर गर्न सक्छु कि सक्दिनँ, सकेको छ कि छैन भन्ने कुराहरू हजुरहरूलाई किताबले बताउँछ। मैले त्यहाँभन्दा भन्दिनँ। र त मैले चाहिँ के गरेको छु त भन्दा 2038 सालदेखि लेख्न सुरु गरेको मैले, र अहिलेसम्मको मेरो लेखाइ मेरो पढाइको निचोडको रूपमा मैले विचार र विचरण भनेर राखेको छु। विचार पनि पाठ हुन्थ्यो, विचरण पनि पाठ हुन्थ्यो। जहाँ जहाँ विचरण छ त्यहाँ पनि विचार मैले राख्ने प्रयासहरू गरेको छु। र मैले मानक, लघुकथाको मानक कस्तो हुनुपर्छ, हेर्ने कथाको मानक कस्तो हुनुपर्छ, यहाँ आउनु सक्नु भएन। नेपाली गीतको मानक किरण खरेल धेरै बिमारी हुनुहुन्छ, किरण गीतको मानक कस्तो हुनुपर्छ, अथवा नियात्राको मानक कस्तो हुनुपर्छ, अथवा चाहिँ त पात्रको मानकीयता कस्तो हुनुपर्छ, कस्तो पात्रहरू छान्ने, अथवा दर्शनले साहित्यलाई कसरी तान्छ र साहित्यले दर्शनलाई कसरी तानेर लान्छ, समाजसँग चाहिँ साहित्य कसरी हिँड्छ र साहित्यले समाजलाई कसरी डोराउँछ जस्ता लगायतका कुराहरूलाई मेरो दृष्टिकोणमा राखेको छु। त्यो मैले आफ्नो विषय भन्दिनँ, यहाँभन्दा बढी भन्दिनँ। जे होस्, यहाँहरू सम्पूर्णले हाम्रो आतिथ्यतालाई अथवा मेरोभन्दा पनि बढी आयोजक मकालु बुक अफ के अरे ग्रुप अफ तपाईँको चाहिँ कम्पनी, उहाँहरूसँग मेरो लामो सहकारी 25 वर्ष अगाडिदेखिको सहकारी छ, वासुदेव दाई र राजेन्द्र सरसँग। उहाँहरू दुईजनाले चाहिँ मलाई धेरै माया गरेर यो मेरो किताब हामी कहाँबाट प्रकाशन गर्छु भनेर उहाँहरूले लगेर छिटै प्रकाशन गरिदिनु भयो। र मेरो कारणले, म जिल्ला गएको कारणले, आषाढ 1 गते मेरो जन्मदिन, त्यो दिन विमोचन गर्ने हाम्रो कार्यक्रम थियो। मेरो कारणले गर्दाखेरि अलिकति लेट भयो, धन्य 1 महिना लेट भयो। त्यो लेट भए पनि यहाँहरू सबैको अघितिर त्यो किताबहरू राख्न पायौँ। र यो समीक्षा अलिकति समालोचना एरिस्टोटलको बेलादेखि अथवा सेक्रेट्सको बेलादेखि अथवा त्योभन्दा अगाडि ईसापूर्व 4000 वर्ष अगाडिदेखिको कुराहरू मैले समेटेको छु त्यहाँ। त्यस कारणले पश्चिमी साहित्यको ज्ञाता व्यक्तिलाई नै प्रमुख अतिथि बनाउनु पाए हुन्थ्यो भनेर अभिसर मैले सानो हुँदाखेरि मैले हाई स्कुलमा पढ्दाखेरि सुनेको नाउँ डाक्टर अभि सुवेदी भनेको, उहाँहरूलाई आतिथ्यका लागि अनुरोध गऱ्यौँ, उहाँले स्वीकार दिनुभयो। हाम्रा आदरणीय दिनेश सर, आदरणीय खगेन्द्र सर, वसन्तजी लगायत सम्पूर्ण साथीहरू, सम्पूर्ण साहित्यकारहरू मलाई शुभकामना दिन आउनुभयो। कतिजनाको मैले नाम लिन सकेँ, कतिजनाको नाम लिन सकिनँ। मलाई साहित्यमा सुरुमा किताब निकालिदिने श्रीहरि फुयाल हुनुहुन्छ, 38 सालमा उहाँले मेरो किताब निकालिदिनु भएको थियो। मैले 38 सालमा कलानिधि दाहालको किताबको पहिलो भूमिका लेखेको थिएँ, गौरवमय नेपालको, उहाँको पहिलो कृति थियो त्यो। भनिसकेपछि यस्ता व्यक्तित्वहरू सबै एकै ठाउँमा राखेर उदयमान तपाईँको स्रष्टाहरू हुनुहुन्छ। फेरि यहाँ गोपीराम भण्डारीदेखि लिएर होइन तपाईँको चाहिँ अरू व्यक्तिहरू, धेरै व्यक्तिहरू जस्तो चाहिँ हाम्रो चाहिँ उदयमान मुक्तकार हाम्रो चाहिँ निर्मल रमन पराजुलीजी हुनुहुन्छ। उहाँहरू सबैले एकै ठाउँमा लिएर आएर चाहिँ एकपटक यो साहित्यिक विमर्श पनि होस्, सम्झना पनि होस्, हामी एकअर्कासँग रिन्यू पनि गरौँ भन्ने मेरो अभिष्ट थियो। त्यो अभिष्ट पुरा भएको जस्तो मलाई लाग्छ। यति भनेर मैले धेरै कुराहरू भनिनँ। यहाँहरू सबैलाई हृदयदेखि नै मुरी धन्यवाद दिएर म यहाँबाट बिदा हुन्छु। धन्यवाद।
यहाँ उल्लेख गरिएको समाचारलाई स्मार्ट पार्टी अनलाइन पत्रिकामा पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। माधव घिमिरे अटललाई पनि यो समाचार सम्प्रेषणका लागि सहयोग गरिदिएको र यो समाचारको सूची तयार पारिदिएकोमा धन्यवाद।